सम्पूर्ण ताङसाङ थापा कामबाङ सेवा समिति देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइहरूलाई आज यो भिडियो हामी ताङसाङ थापा कामबाङ सेवा समिति 5 थरका अध्यक्ष सन्तोष कामबाङले मलाई जग्गा देखाउँदै हुनुहुन्छ। हामीले खरिद गर्नु लागेको जग्गा चाहिँ यो हो। यो पाटो यो पश्चिमतिर र यो जग्गाले चाहिँ दक्षिणतिर मोड लिएको छ हैन। र केही कुरा यहाँ जानकारी गराउनुको लागि हाम्रा ताङसाङ थापा कामबाङ सेवा समितिका अध्यक्ष जिल्ला 5 थरका अध्यक्ष जीबाट जानकारी गराउनुको लागि विभिन्न देश विदेशमा गराउनुको लागि म यो भिडियो रेकर्ड गर्दैछु। अध्यक्षज्यू ल तपाईले यहाँ दाजुभाइ सबैलाई जानकारी गराउनु। सबैलाई म चाहिँ सन्तोष कामबाङ। यो अहिले हामी ठ्याक्कै उभिएको ठाउँ चाहिँ हाम्रो कामबाङहरूको थाकथलो कामबाङ पोखरी खानी पोखरी भनेर पनि चिन्छ हैन। यो हाम्रो पृष्ठभूमिदेखिको यो एरिया चाहिँ हाम्रो खानी पोखरी। यो हाम्रो ऐतिहासिक स्थल भए पनि हाम्रो यो कुनै अर्कै गैर कामबाङको नाममा व्यक्तिको नाममा अहिलेसम्म व्यक्तिको नाममा छ। अब हामीले यसलाई चाहिँ हाम्रो कसरी हाम्रो संस्थामा ल्याउने, हाम्रो कामबाङहरूको सम्पत्ति कसरी बनाउने भन्ने खालको विषयमा अस्तिदेखि नै हाम्रो यो विषयलाई अगाडि बढाइराख्दा अहिले अघिल्लो चरणमा हामीले यहाँ करिब 2 रोपनी जति यो भित्तापट्टि हाम्रो धाम छ। अब किंवदन्ती अनुसार हाम्रो चाहिँ कस्तो छ भने हाम्रो पिता पुर्खा झरेको ठाउँ पैतालाहरू मान्छेको पैतालादेखि हर इत्यादिका ढुङ्गामाथि पैतालाहरू छ भन्ने खालको हाम्रो यहाँनिर जनविश्वास छ। त्यो चाहिँ यो ठ्याक्कै यो हाम्रो पातलेको झ्यापुल्लो रुख आसपास पर्छ। त्यहाँ हामीले त्यो जग्गा चाहिँ पहिल्यै खरिद गरिसकेका छ। जस्तो कि डम्बर कुमार कामबाङ हाम्रो तालेर काइला बाजेको अगुवाईमा उहाँले स्वयं आफ्नो व्यक्तिगत लगानी गरेर एक रोपनी खरिद गर्नुभएको छ। जग्गादाताले आदि रोपनी अनुदान दिनुभएको छ र आदि रोपनी चाहिँ त्यो संस्थाको नाममा आएको छ, संस्थालाई आएको छ। त्यो भित्तामा करिब 2 रोपनी जति माटो चाहिँ हाम्रो कामबाङहरूको नाममा आइसकेको छ। अब उपरान्त यो एरिया भनेको 2 जना व्यक्तिको नाममा छ। यतापट्टि हाम्रो चन्द्रबहादुर माबो यो थपु 5 साबिक थपु 5 मा हुनुहुन्छ उहाँ है। उहाँको जग्गा पर यो क्षेत्र लगायत यो भित्र जुन खाडी छ त्यो क्षेत्र चन्द्रबहादुर माबो र यतापट्टिको भाग चाहिँ हाम्रो यहाँ तल चित्र बराइलीको नाममा छ अहिलेसम्म। उहाँले भोक्सन गरिरहेको छ। उहाँको नामको जग्गा यो चित्रको पर्छ यो चाहिँ माइलाको पर्छ। ए छोरो माइलो नि हात्ती खेमेको छोरो माइलो। यो बिच चाहिँ राजीनामा दिएको छैन। काठमाडौँमै छ। काठमाडौँ नै छ। कति छ यसको छोरो पनि छ उसकोमा। मैले यता छोरो पनि गरेँ। त्यहाँ यहाँ यतापट्टि यो बिचको चाहिँ चित्र बराइलीको पऱ्यो जुन हाम्रो यो ठ्याक्कै पोखरीको आकार भित्रकै भाग चाहिँ चित्र बराइलीको यतापट्टि पऱ्यो। यतापट्टि चन्द्र माबो हाम्रो बर्मुङ जेठा दाईको पऱ्यो। अब यो विषय चाहिँ आज हामीले यहाँ उभिँदै गर्दा आजको मितिमा चाहिँ हामीले यतापट्टि हाम्रो चन्द्रबहादुर माबो हाम्रो बर्मुङ जेठा दाईको जग्गा चाहिँ जुन मेन पोखरी एरियादेखि लगायत यो भाग यति भाग चाहिँ हामीले खरिद गर्ने भनेर एक खालको सम्झौता गरेर कागजी प्रक्रिया अगाडि बढिसकेको छ। सम्भवतः भोलि हामी यो कुरा पास गर्छौँ भोलिको मितिमा। त्यसको लागि तयारी भइसकेको छ। तर अब आवाजै उपरान्त यहाँनिर यतापट्टि 10 रोपनी जति माटो खरिद गर्नुपर्ने यतापट्टिको भागको अझै बाँकी नै छ। 10 रोपनी